यार आई एम सो टायर्ड अफ दिस सफ्टवेयर जहिले हेर्दा नि सिस्टम ह्याङ एरर आउने अरू स्कुलको त रिजल्ट टाइममा आइपुग्छ मेरो त टाइममा काम कहिल्यै सकिँदैन अरे अहिलेसम्म नि त्यही सिस्टम प्रयोग गरिरहेको अहिलेसम्म छोडेको छैन तिमीले चेन्ज गर्ने त भनेको तर सबै रेकर्ड त्यसमा छ नयाँ सिस्टममा फेरि पुरानो सबै डेटा ट्रान्सफर गर्नुपर्छ भनेर सोच्दा डबल काम जस्तो लागेर कन्फ्युजन भएको छ आई नो द्याट फिलिङ हाम्रो स्कुलमा नि पहिले त्यस्तै थियो तर अहिले त हामीले डाइनामिक एकाडेमिक इआरपी प्रयोग गरिरहेका छौँ एन्ड ट्रस्ट मी इट्स अ गेम चेन्जर वान क्लिकमै सबै डेटा रिजल्ट अटेन्डेन्स एक्जाम स्केड्युल्स फिज सबै कम्प्लिट स्ट्रेस फ्री अहिले त झन् एआई इन्टिग्रेट गरेका छन् भनेपछि भोइस कमान्डले सबै रेकर्ड खोज्न मिल्छ भोइसबाट रेकर्ड सिरियसली अब त म पनि डाइनामिकमा स्विच गर्नुपर्छ जस्तो छ डबल काम गरेर फ्रस्ट्रेसन भएर हैरान भइसकेको थिएँ डाइनामिकले मेरो टाइम बचाएर टेन्सन कम गराए किन पो स्विच नगर्नु र From frustration to full satisfaction, it's time to switch to Dynamic Academic ERP.